टिकटकमा न्यू भिडियो हाल्ने क्रिएटर आएको छ, सुन्नु होला तपाईहरुले, हेर्नु पनि होला है। मेरो मोबाइलमा मेसेज आइरहेछ, हेर्नु होला। मैले यहाँ स्क्रिन शट गरिसक्यो तपाईहरुले है। यो टिकटकमै हाल्ने हो अहिले यो मैले एडिट गरेर टिकटकमै हाल्ने हो। म अब यसलाई ब्याक गर्छु। अब सिधै यसमा थिचे नि ब्याक गरे नि, दुईटामा एउटा गर्नु होला। त्यसपछि सिधै यहाँ जानु होला है। यहाँ गएपछि अब यसलाई ब्याक गर्नु होला, सर्चमा क्लिक गर्नु होला, सर्च गर्ने ठाउँमा। अनि सिधै मैले अघि नै देखाउन थालिरहेको थिएँ कि यहाँनिर सर्च गर्नु होला है। यहाँनिर सी मात्रै लेखे हुन्छ। सी लेखेपछि यहाँ माथि आइसक्यो। यहाँ माथि यहाँ भाइरल भन्ने यहाँ छ। यो 2025 छ। 2025 भाइरल भन्ने ठाउँमा चाहिँ जाउँ ल हामी। भाइरल भन्ने ठाउँमा चाहिँ जाउँ। अनि यहाँनिर भ्यूमा क्लिक गरौँ है। भ्यूमा क्लिक गरेपछि सिधै यता साइडमा टच नगर्ने। यसको त यो साइडमा टच पनि नगर्ने। तर किनकि यो ट्रेन्डिङमा छैन। ट्रेन्डिङमा छ त यहाँनिर छ। ट्रेन्डिङमा यहाँनिर हुन्छ। ट्रेन्डिङ यहाँनिर छ। ट्रेन्डिङमा टच गर्नु होला। ट्रेन्डिङमा टच गरिसकेपछि मिलियन देखिसक्यो। मिलियनको मिलियन छ। जे भयो भने त ट्रेन्डिङ हो नि त हैन। ट्रेन्डिङ मिलियन ट्रेन्डिङमा ब्याक गरेपछि एउटा ल मानौ मलाई यो ठुलो भनौँ न, ठुलो खालको भयो। यहाँनिर मैले टच गरे। बीचमा टच गर्ने, कुनामा रातोमा टच नगर्ने। त्यसपछि क्रिएट भन्नेमा क्लिक गर्ने। क्रिएट भन्ने ठाउँमा क्लिक गरेपछि यहाँनिर के आउँछ, हामीले बीचमा टच गरिरहनु पर्छ। त्यसपछि अब मनै देखिन्छ। मनै देखेपछि अब हामीले यसरी भिडियो बनाउने हो। जे बनाए पनि हुन्छ कि यसमा त भाइरल नै जान्छ हैन। यो टिकटकमा चाहिँ, अरूतिर चाहिँ फेरि मलाई थाहा हैन। यो टिकटकमा चाहिँ अहिले यो आएको रहेछ, मैले नि देखाइदिएको। मैले यस्तो भन्न चाहे ल, मेरो चाहिँ यो चार्जर छ। यसले मैले चार्ज गरेर मोबाइल हेर्छ जहिले पनि। तपाईहरुले यसरी नहेर्नु होला। यसरी हेर्दाखेरि मोबाइल बिग्रिन सकिन्छ, फुटिन सकिन्छ, ब्याट्रीमा समस्या आउँछ। मैले यति भने ल, बस मैले यति भने, यतिमा राख्दै है ल। यतिमा भएपछि हाम्रो भएपछि गीत सित जेमै रेकर्ड भइसक्यो, यसमा भइसक्यो। अब हामीले यहाँनिर नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि जान्छ। त्यसपछि यहाँनिर थप्ने हो भने थपौँ। थप्ने हो भनेदेखि के थपौँ न, ह्यासट्याग थपेर ट्रेन्डिङ गरेपछि यहाँनिर ट्रेन्डिङ आयो। ट्रेन्डिङ भिडियो भाइरल भ्यू भाइरल भन्ने हुन्छ। यसमा क्लिक गर्यो है। भ्यू भाइरल यसमा हुन्छ। त्यसपछि यता नि ह्यासट्याग लगाउनु होला है। यतातिर पनि ह्यासट्याग लगाउनु। यतातिर नि जता ह्यासट्याग लगाउनु। त्यसपछि यसलाई ब्याक गर्नु, अझै ब्याक गर्नु। अनि मात्रै फेरि भित्र जानु। फेरि भित्र गइसकेपछि यहाँनिर चाहिँ जानै पर्छ हामी। यो भित्र गएर इनेबल यहाँनिर छ 3-4 वटा एप्सहरु दिएको छ। यो इनेबल नै रहन दिनुपर्छ।
फ्रेन्ड्स हामीले हुँदैन, एनिबल नै राख्नुपर्छ हामीले। यता एनिबल राख्नु, यो दुईटा काम छैन, यो दुईटा कामै छैन। यो दुईटालाई यतिकै रहन दिनु, यसलाई चाहिँ हामीले 100 मानौँ। हामीले यसलाई 100 मानिसकेपछि हामी सिधै ब्याक आउने, अनि हामी यहाँनिर क्लिक गर्ने है। यहाँनिर क्लिक गरिसकेपछि माथि स्क्रोल गरिसकेपछि यहाँनिर देख्नुहुन्छ के अरे यो कन्टेन्ट डिस्कर्सेन्ट हो कि के हो, मैले पढ्न आउँदैन है। एन्ड वास्ट भन्ने छ, वास्ट हो कि के भन्ने छ, यसमा क्लिक गर्ने है। म पढ्न चाहिँ आउँदिनँ, म देखाउन चाहिँ आउँछु फेरि है। देखाउन चाहिँ आउँछ, पढ्न आउँदिनँ। त्यसपछि यो दुईटा अप्सनलाई ओपन गर्ने नै होइन, यसलाई ओपन गर्ने। त्यसपछि टिक लगाउने, दुईटालाई टिक लगाएपछि सेभ ब्लक गरिदिउँ एकचोटि। यहाँनिर क्लिक गर्ने है। यहाँनिर क्लिक गरेपछि कन्टेन्ट ओपन ल गएपछि हाम्रो अब एकछिन लोडिङ लिन्छ। ल अब चाहिँ कन्टेन्ट अब ब्याक आउने। ब्याक आएपछि सिधै पोस्ट गरिदिने। त्यसपछि चाहिँ काम तमाम, यति नै हो। त्यसपछि यता आउने है, यता आउने। अहिले मैले यहाँ हेर्नु, यो केही पनि छैन, मेरो यतिकै बढिरहेछ, आफै बढिरह मेरो। अनि यहाँनिर 0 छ। यसमा हेर्नु लाइक भ्युज कति छ, अब आफै हेर्न सक्नुहुन्छ। लाइक यता छ, यहाँनिर छ लाइक यहाँनिर छ। लाइकलाई मेट्दियो, मैले लाइकलाई नि मेट्दियो है। यसरी तपाईँहरूले पनि बनाउन सकिन्छ। क्रिएटर न्यू 25 साल भाइरल भन्ने ठाउँमा आएछ, त्यहाँ गएर तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यसबाट चाहिँ फेरि हालेको भिडियो जसरी नै भाइरल नै हुन्छ, जसरी नै भाइरल नै रहन्छ। यो चार्जर छ, यसले मैले चार्ज गरेर मोबाइल हेर्छ जहिले पनि। तपाईहरुले यसरी नहेर्नु, तर मैले यसको साउन्ड चाहिँ मैले 0 मा गरिदिन्छु सबै। बिग्रिन सकिन्छ, फुटिन